सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आजको भ्लगमा पनि तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आजको भ्लग चाहिँ धेरै स्पेसल हुनेवाला छ है। मैले चाहिँ खाना नबनाएको धेरै भयो है। अनि आज चाहिँ भाउजू र मम्मी चाहिँ आफू खेतमा जानुभएको छ। अनि मैले चाहिँ गर्नुपर्ने छ आज खाना है। कुकम्यान बन्दैछु साथीहरू। ल देख्न सक्नुहुन्छ साथीहरू, मैले चाहिँ दालको लागि टमाटर प्याज खुर्सानी काटिसकेँ। अरू मसलाहरू चाहिँ मैले पिस्दैछु। अनि सो मैले दालको लागि रेडी गरिसकेँ। उताभित्र भात पनि बसाल्नुको छु। अनि आज चाहिँ खाना कस्तो बनाउँछ है त, हेर्दै गर्नु। यो भिडियो चाहिँ मनपर्छ भने किप सपोर्टिङ गाइज। च्यानलको सब्सक्राइब, भिडियोको लाइक कमेन्ट गरेर साथ दिनु होला है त। भातको लागि चाहिँ मैले रेडी गर्दैछु। अब चाहिँ चामल हालेर है भातको लागि रेडी गरेर थाहा हुँदैन क्या। सो हेर बनाउँछु जति हुन्छ होइन। अब चाहिँ यो चामललाई पखाल्नु पर्ने हुन्छ है। चामल चाहिँ पकिसकेको छ साथीहरू। चामल धुइवरी मैले चाहिँ भात चाहिँ बसालिसकेँ साथीहरू। अब चाहिँ म भात पाकुन्जेल चाहिँ तरकारी काटेर तरकारीको सामान चाहिँ रेडी गरिसकेको छु। अनि तरकारी काटेर अनि दाल साल पसालेर अनि एकैचोटि फिनिस गर्छु। भाउजू र मम्मी आउनु बेला पनि भइसक्यो क्या। तर कहिलेकाहीँ त आफूले पनि हेल्प गर्नुपर्छ क्या घरमा। सधैँ खाना पकाउन होइन छोरी मान्छेले गर्नुपर्छ भन्ने पनि छैन नि त। अब हामीले पनि गर्न मिल्छ क्या। त्यही भएर आज चाहिँ मैले बनाउँदैछु खाना। आयो स्कुलदेखि नानी। खै बुवा खै त नि बजारमा थियो लिन। सो गाइस नानी चाहिँ आइसकेको छ स्कुलदेखि। छोरी क्या हिरा आइसकेको छ। त्यसले चाहिँ मम्मी र आमा छैन भने चाहिँ के भन्दो रहेछ है। त्यसको रियाक्सन हेर्नु ल एकैछिन आउँदैछ। चेन्ज गर्ने ल छिटो छिटो। मम्मी खै आज मम्मी र आमा खै खै मम्मी र आमा खै नानी। एकचोटि भित्र गएर हेरौँ न। हेरौँ न मम्मी र आमा खै। चप्पल त छैन होला यहाँ छ र। कहाँ होला मम्मी आमा। दादा कति बेला आउँछ? दादा कति बेला आउँछ? आइसक्रिम खाने कि नखाने? खाने कि नहीं? कभर चेन्ज गरौँ पहिला। कभर चेन्ज गर। मम्मी आमा कहाँ होला? गेस ल गेस गर कहाँ होला? थाहा छ बिचारा। कहाँ होला गेस? तँले गेस मिलाइस् भने म तँलाई आइसक्रिम किनिदिन्छु। कहाँ होला भन्? कहाँ होला? देख्न सक्नुहुन्छ साथीहरू, यसले चाहिँ पत्ता लाग्न सकेन। रुइसकेको छ है। एकाकडा सहिसकेको छ। अब्बर हुन्छ है। झुलच्यात्ती त्यस्तो गर्ने होइन। झुलच्यात्ती त्यस्तो गर्ने होइन क्या। झुलच्यात्ती त्यस्तो गर्ने होइन। म गएँ भाइ। आइसक्रिम खाने हो? धेरै मलाई आयो कि। कस्तो छ? दादालाई नभन्ने फेरि। दादालाई भन्ने कि नभन्ने पछि किनिदिने कि? दादालाई भन्ने कि नै नभन्ने? के खाएको भनेर खै? के भयो? ला हिजोको खाऊ। खै यहाँ त यहाँ म हेर्छु कि यहाँ। पापा कसरी हो? के भयो यस्तो? खै मुखको पनि मुखमा खायो। खै यता ला यो हात त यस्तो भएछ बिचारा।
यस्तो देखिया रहेछ क्या यो मजा भाग्यो कस्तो भयो आज स्कुल पढाइ कस्तो भयो साथीले जिस्काउँछ कि नै यो चाहिँ आफै ऐना हेरेर आज कस्तो भयो भनेर होला सायद हो भोलि एउटा कपी लाग्ने अनि एउटा पेन्सिल भोलि के गर्ने रे एउटा कपी र एउटा पेन्सिल हात लाग्ने के गर्ने हो कपी पेन्सिल पढाउन रे भोलि कुन डे फ्राइडे हो यो चाहिँ सुतेर यस्तो ताल्छ यो आउनु बित्तिकै गुजुक्कै यसले थाहा यसले दिउँसो के गरे आइसक्रिम खा आइसक्रिम खा आइसक्रिम नानी हेलो ओए आइसक्रिम खायौँ हामीले तपाईँलाई कस्तो लागिरहेछ यो अवस्थामा पिर परेर अनि 20 रुपियाँ मात्रै थियो मसँग अनि के गर्नु त 20 रुपियाँ मात्रै थियो मम्मीलाई फोन गरेर ल्याउनु पठाउन त ल्याउनु पठाउ खै यो आइसक्रिम खान नपाएर यस्तो गरेर ल बिचा म किनिदिन्छु अहिले डन्ट वरी बेबी म किनिदिन्छु ल नरौ ल साथीहरू खाना चाहिँ पाकिसकेको छ यहाँ चाहिँ दाल तरकारी भात पाकिसक्यो अब चाहिँ भाउजू मेरो आन्टालाई भयो ए अनि त के पैसा दराजमा के गर्न गएको थिएँ अब यहाँ गएर बस तपाईको कोठामा मोबाइल खोज्न गएको किन कसको मोबाइल आमाको आमाको मोबाइल खोज्न गएको थिएँ त के पाइस् त पैसा पैसा छैन भन्ने अनि होइन मलाई यसको हालत हेर्नु त यहाँ कस्तो छ पैसा छैन भनेर मलाई जित्ने अरे ल मैले जिताएको थिएँ र के चाहियो आएर पैसाको आइसक्रिम के खाने अरे आइसक्रिम के आइसक्रिम किन आइसक्रिम खानु पर्यो बिरामी बनिन्छ खाने होइन नानीले खायो मैले पनि खानु नानीले खाए तैँले खानुपर्छ भन्ने हुन्छ र म बरफ खान्छु तै हुँदैन त्यस्तो हुँदैन नि त्यस्तो ए हुन्छ 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 कसरी ल हेर्नु यसको उटपटाङ सब यसले काम गरी घरको काम बिगार्ने यो ओके गाइज भिडियो कस्तो लाग्छ मन पर्यो भने च्यानलको सब्सक्राइब भिडियोको लाइक कमेन्ट सेयर गरेर साथ दिनु होला धन्यवाद थ्याङ्क यू फर वाचिङ बाई के गर्ने फिल्म हो अहिले अनि 5 रुपियाँ मैले दिन्छु भनेको छु कि 5 रुपियाँ मागेर मलाई सताएर दिन्छु भनेको छु कि मैले दिन्छु भनेको छु कि दिन्न भनेको छु के मलाई सताइसक्यो मैले दिन्न भनेको छु 5 रुपियाँ के गर्ने 5 रुपियाँ लगाएर यसले ऊ खाने भनेको छ है साथीहरू यसले के अरे सुरु हो हैन के हो त होइन बरफ यस्तो चिसोमा पनि बरफ खान्छन् र मेरो काम